हेलो साथीहरू, के छ सन्चै हुनुहुन्छ? खाजा खानुभयो? कस्तो पानी परेको थियो कि अघि कति ठुलो, अहिले चाहिँ पानी मजाले रह्यो, अलि खुल्ला भएको छ क्या आकाश। अनि म चाहिँ आज यहाँ मेरो छतमा फर्सी रोपा छ, सिमी छ हैन। यहाँ मम्मीले के रोप्नु भएको छ कि यहाँ पारी चाहिँ कस्तो मजाले फुल्या छ कि मकै पनि कति ठुलो ठुलो भइसक्यो। कस्तो सास फुले जस्तो भएको कि बोल्दा। कस्तो राम्रो भएको छ नि मौसम। फर्सीहरू रोपा छ यहाँबाट त हामीले फर्सीको मुन्टा टिपेर पनि खाइसक्यौँ। कस्तो मजाले आएको थियो कि यो। यता तलबाट चाहिँ इस्कुसको लहरा आइरहेछ। यहाँ स्ट्रबेरी छ अनि यो चाहिँ काँक्रो भयो, फुल फुल्न लागेको छ। हेरौँ फल्छ फल्दैन, फल्यो भने फेरि देखाउँछु। अनि यहाँ चाहिँ खुर्सानीको बिरुवाहरू अमृतै छ। यहाँ काँक्रो भइहाल्यो। यहाँ चाहिँ मकै पनि फलाछ है, मकै पनि फला छ। यहाँ काँक्रोको फुल फुल्दैछ, फुलहरू छ, पुदिना छ। यहाँनिर यहाँ के उम्रिया छ। अब यो खासै मलाई थाहा छैन उम्रेको चाहिँ। सिमी चाहिँ तल कस्तो राम्रो छ। यहाँको सिमीले किन ककर्यो तलको जस्तो राम्रो भरै आएन। त्यही फल्न त फलाछ अलिअलि, कस्तो कक्रक्क परेको के। यो चाहिँ के हो, तिते करेला हो कि म फेरि बोट पनि चिन्दिनँ के। कस्तो स्विट फुल्छ के। सिमीलाई के भयो के, कस्तो कक्रक्क परेको, भिटामिन पनि राखिदिएको हो। के भयो यहाँनिर चाहिँ। यो मकै त छिप्पी नै सक्यो जस्तो लाग्छ मलाई त, खाने बेला भयो जस्तो लाग्थ्यो। यो चाहिँ आफै उम्रेको कि मकै, अनि किन उखाल्नु भनेर नउखेलेको। सिमी कक्रक्क परेको देखेर यस्तै छ। माथिभन्दा तलको चाहिँ राम्रो भएर आएको छ क्या तरकारीहरू। यस्तै छ साथीहरू। मौसम खुल्ला भयो बल्ल। कति पानी परेको के, पानी पर्न थालेपछि परै भएर बल्ल यतिको भएको छ। तपाईँहरूकोतिर के छ? Have a good day. Keep watching my video guys. मनपर्छ भने सेयर पनि गर्नु होला है। Bye.